वेलकम बैक टू माई न्यू भिडियो आफ्टर लङ टाइम। आज चाहिँ शिवपुरीको हाइकिङको भिडियो हुनेछ। भिडियो लास्टसम्म हेर्नु होला, लास्ट टाइम मजा आउनेछ। जे छन् सब यो भिडियोमा कभर हुनेछ है त। हामी आइसकेका छौँ है बुढा नीलकण्ठ। उहाँ चाहिँ आशिष पन्त दादा अमेरिकाबाट हामीहरूलाई घुमाउन लिन जानु भएको छ। हामी घुमाउन लाग्यो दादा, घुमाउन ला भन्ने कुरो हो। हामी अमेरिकाबाट फर्केको भने मेरो भाइ बहिनीहरूलाई घुमाउन हो। यसो घुम्न जान लाग्छौँ आज हाइकिङमा। हालत खराब भएको छ, हिजो जिम गएको, आज हिँड्नु पर्ने छ यत्रो। हामी चाहिँ इस्कन गएर आएको थियौँ, भर्खर पूजा गरेर टिका लगाएर आयौँ। अब चाहिँ हामी बुढा नीलकण्ठ मन्दिरमा जाँदैछौँ त्यहाँको दर्शन गर्न। सुरु गर्नुभन्दा अगाडि दर्शन गर्दा राम्रो होला भन्ने हो। अब चाहिँ हामी मन्दिर गएर पूजा गरेर अनि चाहिँ हाम्रो ट्रिप स्टार्ट हुन्छ। सो बाई। भर्खर हामी श्रीकृष्ण भगवान्कोमा गएर इस्कनमा गएर चाहिँ हामीले टिका लगाएर आयौँ। अब चाहिँ हामी बुढा नीलकण्ठ मन्दिर जाँदैछौँ। यहाँ दर्शन गरेर सकेपछि हाम्रो ट्रिप स्टार्ट हुन्छ हाइकिङको। डाँडामाथि यहाँबाट दादा यो क्याब यहीँ छुटेको थियो, क्याब उठाउनु भयो। अब हामी कहाँ जाँदैछौँ भन्नु त? अब हामी खाजा खान जाँदैछौँ है। अब खाजा खाइसकेपछि अनि स्टार्ट हुने रहेछ। हाम्रो स्केड्युल त्यसै मिलेको कारणले अब चाहिँ हामी खाजा खान जाँदैछौँ। तिमी पुरी तरकारी खान्छौ एउटा अनि एउटा दही है त? तिमी के खान्छौ? मेरो के खान्छ? दही खान्छौ कि के खान्छ? पुरी खान्छौ कि समोसा खान्छौ कि पकौडा खान्छौ कि सेलरोटी खान्छौ कि सुक्खा रोटी खान्छौ कि के खाउँ दिदीलाई? दही होइन खानुपर्छ। यहाँ चिसो लस्सी बन्छ अरे। दही र रोटी सुक्खा रोटी खाने होइन, त्यस्तो हुँदैन नि। सुक्खा रोटी खानु भोक लाग्छ कि? होइन लाग्छ कि हिँड्दाखेरि एनर्जी आउनु पऱ्यो नि। एनर्जी होइन दादा, एनर्जी आउनु पऱ्यो नि त। सबै खानु हाम्रो चाहिँ खाजा स्टार्ट भयो, सिकार हान्दैछ उहाँले। अब हाम्रो यहाँ खाजा भइसकेपछि हाम्रो ट्रिप स्टार्ट हुन्छ। बिस्तारै भन्ने अब रोटी पनि आयो है। रोटीलाई चोपेर खाने यसमा। उकालो चढ्दैछौँ हामी। हाम्रो ट्रिप स्टार्ट भइसकेको छ। माथि माथि डाँडा पुग्नुपर्ने छ हामीले। खुट्टा दुखिरहेको छ। शिवपुरीमा जाँदैछौँ माथि माथि डाँडामा। अनि के अरे हाइकिङमा छौँ हामी अहिले। स्टार्ट भइसक्यो हाम्रो ट्रिप। उकालो चढ्दैछौँ हामी। खुट्टा दुखिरहेको छ। के भन्नु छ? होइन कस्तो कस्तो भइरहेछ हाम्रो दामी दामी दामी। हामी हाइकिङ चाहिँ आएको चाहिँ 3 घन्टा भयो। हाइकिङमा चाहिँ स्टार्ट भएको छैन। जङ्गलको अब जङ्गलको भ्यू। हामी यहाँ जङ्गलमा हामीलाई चाहिने चाहिँ सामानहरू किन्न लगाएको छौँ। त गर्मीमा चिसो के खानु। यहाँ हेरै फ्रिज अहिले चालु गर्न लाग्नु भएको छ तपाईँ। के हो के अरे शिवपुरीको इन्ट्रान्समा नपुग्दा अगाडि हामी थुप्रै पैसा। अब हाम्रो ब्रेक छ, वाटर ब्रेक। पानी पिउनु पर्यो। अब यसपछि 5 मिनटपछि हामी स्टार्ट गर्छौँ। हाम्रो ट्रिप स्टार्ट हुन्छ। पानी पिउने जति पानी पिउँ है गाइस सबैजना। हामी चाहिँ यति माथि आइसकेको छौँ। अझ पनि हाम्रो शिवपुरीको इन्ट्रान्स भेटिएको छैन। अझै हिँड्न पर्ने छ, धेरै बाँकी छ। ल थकित अवस्थामा हामी हाम्रो ट्रिप स्टार्ट भइरहेको छ।
गाइस हामी चाहिँ पुग्यौँ है शिवपुरी हेर्नुहोस् हेर हेलो भुजुको भ्लग म फर्स्ट टाइम भ्लग बनाउँदैछु मेरो भोइस कस्तो अरे कहना क्या चाहते हो हेरिदिनु सबैले लाइक गरिदिनु शेयर गरिदिनु ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा हेलो हेलो हामी चाहिँ अब शिवपुरीको इन्ट्रान्स भित्र पुग्यौँ कस्तो राम्रो है स्टार्ट भएको छ भित्र यस्तो के भन्नु वेदरले अन्डा बन्थ्यो अहिले यहाँ आउँदाखेरि चाहिँ आनन्द भन्दा कम छैन कसरी भन्नु खुसी नै भयो पन्डस गाइज यहाँ तल हेर्न सक्नुहुन्छ गाइज यस्तो दामी शिवपुरीको राष्ट्रिय निकुञ्जको इन्ट्रान्समा छौँ हामी भित्र पुगिसक्यौँ अब चाहिँ हाइकिङको स्टेयरहरू स्टार्ट भइसकेको छ अब माथि माथि जानुपर्ने छ हामीले अझै कति माथि जानुपर्ने छ अहिले त एकदम हाम्रो वेदरले पनि साथ दिएको छ एकदम चिसो भइरहेछ यस्तो मजा आइरहेछ हामीलाई जे होस् बाहिरको जस्तो गर्मी छैन एकदम राम्रो छ चिसो पनि छैन गर्मी पनि छैन मस्त छ एकदम स्टार्ट भइसकेको छ यहाँको हेर्न सक्नुहुन्छ तपाईँ भ्यूहरू उकालो चढ्दैछौँ हामी अझै पनि हाम्रो गन्तव्यमा पुगेका छैनौँ ब्लग स्टार्ट छ कि यतिर खुट्टामा यसरी बान्नु पछाडि ढाडमा किन राम्रो देखिन्छ ल त्यो कति महँगो थाहा छ किन फोनमा लगाए पुगेकै छैनौँ हामी आज त भर्खर त हामी 1 पाइला टेक्यौँ भने अब त 100 पाइला टेक्नु छ अहिलेसम्म 1 पाइला भयो यही हिसाबले गर माथि माथि आइसकेको छौँ धेरै माथि यो शिवपुरीको धेरै माथि हामी चाहिँ स्टेयरमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ यति माथि आइसकेको छौँ यहाँबाट काठमाडौँ पुरा देखिन्छ अहिले रुखको कारणले देखेको छैन हिँड्नु छिटो हामी चाहिँ यहाँ पुगिसक्यौँ मेन हाइवेमा अनि चाहिँ थकित अवस्थामा उभिन सक्ने अवस्था छैन यता हेर्न सक्नुहुन्छ तपाईँ यहाँ के हुँदैछ यहाँ तपाईँ यहाँ रुखमाथि चढेको छु यहाँ आशिष दाई यता हेर्नु आशिष दाई पसिनाले भिजेर पुरै नुहाइसक्नु भयो पेन्टी हेलो गाइस अब चाहिँ बादहरु चर्किए है गाइस अहिले भर्खरै हामी मेन हाइवेमा पुगेका छौँ अब त नन स्टप 30 मिनेट लाग्छ 30 मिनेट पछि भेट्ने छौँ है त बाइ 30 मिनेटमा हामी चाहिँ 30 वटा फोटो 30 वटा 300 वटा जति फोटो खिच्छौँ 3000 वटा फोटो खिचेर हामी विष्णुदानमा भेट्छौँ त गाइस बाइ यिनीहरू लास्टै लेजी भयो क्या हिँड यार म त आइहाल्छु त म त हल्का जिम जाने मान्छे हो छिटो हिँडिहाल्छु हामी चाहिँ माथि माथि डाँडामा पुगिसकेका छौँ यो हेर्न सक्नुहुन्छ तपाईँ काठमाडौँको भ्यू यस्तो छ हेर्नु त यस्तो छ भ्यू हेर्नु त बादल हेर्न सक्नुहुन्छ तपाईँ यस्तो राम्रो भ्यू छ यहाँ काठमाडौँ हाम्रो खाजा पनि भइसक्यो है खाजा खाँदैछौँ हामी सबैजना यस्तो छ है खिच्यो फोटो अब चाहिँ खाजा खाइसकेपछि हामी एकछिन फोटो खिच्छौँ अनि फर्किन्छौँ अब चाहिँ हाम्रो खाजा भइसक्यो भिडियो सुट पनि भइसक्यो अब चाहिँ हामी घरतिर लाग्दैछौँ अगाडितिर बाटो छ अरे त्यो बाटो अब लाग्नुपर्छ सेकेन्ड रुट हेरेर सो
फोहोर चाहिँ हामीले फालेको छैनौँ। फोहोर चाहिँ हातमै छ है। फोहोर फाल्यो भने कारबाही हुन्छ। अरू मान्छेहरू पनि छन् यहाँ टन्नै। हेर्नु न पहिरो खसेर। बिस्तारै आउनु ल। हामी चाहिँ अब दादा के भन्नु छ? यो चाहिँ एकदमै सजिलो हाइक रहेछ खासमा है। हजुर थक्दा पनि थाकेन एकचोटि रेस्ट। यो म युट्युबमा हाल्छु ल दिदी। हामी चाहिँ चिलमा आएको है। हामी विष्णुद्वार नि पुगेर आएको, बागद्वार नि पुगेर आएको, सब घुम्यो। हामी शिवपुरीमा घुम्न मिल्ने सबै ठाउँ घुमेर आएको। तर त्यसको भिडियो चाहिँ हामीसँग छैन किनकि लिभ इन द मोमेन्ट मान्छे हो। अब चाहिँ हामी तल झर्दैछौँ ओह्रालो। सबैजना थके त हामी चाहिँ अहिले थाकेका छौँ। अहिले एकछिन पानी पिउनको लागि ब्रेक लिएका छौँ। 5 मिनटपछि हामी फेरि हाम्रो ट्रिप स्टार्ट हुनेछ। अब चाहिँ हामी तल झर्दैछौँ। अब सकिन लाग्यो 10 मिनट जति छ अझै। तल पुगेर अनि चाहिँ सकिन्छ हाम्रो ब्लग। हामी चाहिँ अब फाइनली हाम्रो ट्रिप पनि सक्यो है। अब चाहिँ हामी घर जानेछौँ रुममा। आशिष दाइ चाहिँ वासरुम जानुभयो। तपाईँहरू आजको एक्सपिरियन्स कस्तो भयो ल? अब भिडियो चाहिँ हामी अहिले जुन बाटो झरिरहेको छौँ नि यही उकाउन लास्टै गाह्रो भएको थियो। सो यहाँ ल अब भिडियो चाहिँ यहाँसम्म हुन्छ। यहाँसम्म हेर्नु भएको छ भने थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। सो टेक केयर, बाई बाई।